शक्तिशाली भूकम्पको केन्द्रबिन्दु रहेको क्षेत्र गोर्खा र त्यसको कम्पनले प्रभावित क्षेत्रहरूमा सुक्खा पहिरो जाने क्रम रोकिएको छैन। त्यसमा पनि गत मंगलबार गएको शक्तिशाली पराकम्पनले त यो जोखिमलाई झनै बढाइदिएको छ। My God! पराकम्पनपछि छिया भएको पहाडी क्षेत्र गोर्खा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, काभ्रेप्लाञ्चोक, दोलखा लगायत कमजोर बनेका स्थानमा सुक्खा पहिरो तथा रसुवामा हिम पहिरो समेत गएको छ। पहिरोले स्थलमार्ग अवरुद्ध बनाउँदा उद्धार तथा राहतमा कठिनाई भइरहेको गृह मन्त्रालयले जनाएको छ। रसुवाका उच्च हिमाली क्षेत्रमा पहिरोबाट जोखिममा परेका स्थानीयलाई नेपाली सेनाले हेलिकप्टर मार्फत उद्धार गरी सुरक्षित स्थानमा ल्याएको जानकारी दिएको छ। भूकम्पका कारण विभिन्न स्थानमा पहिरो जाँदा स्थानीयवासी त्रसित समेत भएका छन् भने उद्धारमा गएका सुरक्षा कर्मीहरू समेत कठिनाईमा छन्। यसअघि 12 विषय कोदारी तातोपानीदेखि लिपिङसम्मै गएको पहिरो 7 दिनपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना, सड़क विभाग र चिनिया टोलीले खुलाएका थिए। मंगलबार गएको थप पहिरोले कोदारी राजमार्ग समेत अवरुद्ध मात्र भएको छैन, सड़क किनारमा रहेका झण्डै 50 भन्दा बढी सवारी साधनमा क्षति पुगेको बताइएको छ। भूकम्पका कारण ठाउँ-ठाउँमा जमिनमा ठूला चिरा परेका छन्। ढाँचा फाटिएको जमिनबाट जुनसुकै बेला पहिरो जान सक्ने र यसले तराईमा समेत खतरा बन्ने तर्फ पनि बेलैमा सचेत बन्न सांसदहरूले सरकारको ध्यानाकर्षण समेत गराएका थिए। भूकम्पले घरहरू त भत्कियो, तर वैज्ञानिकहरू भन्दैछन् हाम्रो जलाधार क्षेत्र यसरी हल्लिएको छ, यो वर्ष हाम्रो नदीले गएको वर्ष भन्दा 5 देखि 7 गुणा बढी डेब्रिस बोकेर आउँछ, ढुङ्गा माटो बोकेर आउँछ। यसले तराईमा यो वर्ष के कुराको संकेत गर्दैछ? हामीले अहिले काम गरेनौं भने अघिल्लो वर्षको बाढी पहिरो भन्दा ठूलो मूल्य हामीले चुकाउनु पर्नेछ। हामीले बाढी पहिरोमा तयारी नगरेको कुरामा रोयौं, भूकम्पमा तयारी नगरेको कुरामा रोयौं, तर अहिले त कम्तीमा आज तयारी गर्यो भने पर्सि बाढी पहिरोको सामना गर्न सक्ने हाम्रो हैसियत बन्न सक्दछ। म सरकारको ध्यान आकृष्ट गराउन चाहन्छु। भूकम्पले आगामी दिनमा निम्ताउने थप क्षतिलाई न्यूनीकरण गर्न बेलैमा सचेत बन्न जरुरी छ। माउन्टेन टेलिभिजनका लागि केदार चापागाई, काठमाडौँ।